Okay, what's up people? Good morning. So आज चाहिँ we got a very long day. त्योभन्दा अगाडि हाम्रो सुरुवात चाहिँ चट्टसँग लाएर सुकुटी चाउमिनसँग भइरहेको छ. So I will see you guys in a bit. यो खाजा साजा खाएर हामी चाहिँ आज एउटा ठाउँमा जाँदैछौँ भेटौँला. So welcome to the vlog. I hope तपाईहरुले मेरो recently भिडियोजहरु हेर्दै हुनुहुन्छ cuz I'm uploading every single day. Anyways guys, let's eat this, get ready and I'll see you in the car. So okay guys, हाम्रो प्लान चेन्ज भयो. अब चाहिँ हामी एशफोर्डको आउटलेट जाने भयौँ. सुरुमा पोर्ट्समाउथको जाने भनेर सोचिरहेको थिएँ. एशफोर्ड भन्दा अलिकति नजिक हुन्छ भनेर, तर लगभग टाइम उति नै देखाइरहेको छ है. हुन्छ नि, उति नै देखाइरहेको छ. अनि मैले सुनेको थिएँ एशफोर्डको चाहिँ अलिकति ठुलो छ भनेर. सो अहिले हामी म्याकडोनल्ड्स आएको छौँ. वी गोना क्विकली ग्र्याब समथिङ टु ड्रिङ्क एन्ड देन वी विल हेड आउट फर अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है. आउटलेट. ल अब बिस्तारै ढिलो नगरिकन हामी जान्छौँ. प्रब्लम यो हो कि प्रब्लम मेरो बुढीले चाहिँ पाउँछ कि पाउँदैन लुगा भन्ने प्रब्लम हो. टेन्सन चाहिँ त्यो. कुन कलरको लुगा लाउनु पर्ने हो तिमीहरूले? पिङ्क. पिङ्क कलरको? ओहो, पाएन भने चाहिँ टेन्सन हुन्छ गाइस. पायो भने त ठिकै हो है, पाएन भने चाहिँ गिद्दी नै हुन्छ. सो आजको वेदर चेक. आजको वेदर एकदम दामी छ. बाहिर 22 डिग्रिज. आई थिङ्क यो गाडी तातेर 22 डिग्रिज भएको होला. आई थिङ्क इट्स लेस. कति छ हाम्रो वेदर आजको? म्याडम कति छ वेदर? वेदर हेर्देऊ. ट्वेन्टी वान डिग्रिज छ. 21-22 एक्युरेट रहेछ. सो त्यही हो. अब ढिलो नगरिकन वी गोना ग्र्याब सम ड्रिङ्क एन्ड देन वी विल हेड आउट. अब बाटोमै भेटौँला. ओके, चाउ. सो ओके गाइज, हामी चाहिँ डिजाइनर आउटलेट आइसक्यौँ है. एकदम ठुलो रहेछ यार यो त यार. सबै रहेछ. फोसेल्स, क्याबरेला, हलिस्टर, पुमा. अब चाहिँ हामी यहाँ बुढाबुढी खेता हेरौँ नि त. उहाँलाई चाहिँ अब सबभन्दा सुरुमा चाहिँ मैले लग्नुपर्ने चाहिँ कहाँ हो भने नि, कहाँ लग्नुपर्ने हो सुरुमा तपाईँलाई? टोइलेट. अब यो टोइलेट चाहिँ हेर्नुपर्ने छ कहाँ छ भनेर. किनभने यो नो ओभरनाइट पार्किङ ठुलो रहेछ यार. म त फर्स्ट टाइम हो यो डिजाइनर आउटलेटमा आएको. यहाँको बेस्ट भिलेज गएको छु म. अनि म कता गएको छु, वेम्बलीको गएको छु. सो दिस इज द बिगेस्ट वान. अब हामीसँग छ कति घन्टा? 3 घन्टा. आई होप उसले महारानी साहबले पाउनुहुन्छ के परे, उहाँको लुगा पाउनुहुन्छ. ल है, अब हेरौँ के छ है यहाँ है. ल लुक, चट्टसँग ल्याएर आमा हेर. यस्तो दामी ठाउँ पनि दामी. घुम्नु आउनु पनि मजा, रमाइलो रहेछ. अब चाहिँ लु जाउँ टोइलेट्स. उहाँलाई चाहिँ सुरुमा टोइलेट्स जानुपर्ने अरे. यहाँ चाहिँ लिभाइस रहेछ. सुरुमा एकछिन लिभाइसमा पनि छिरौँ. हुन्छ, हस् हस्. देखो गाइजहरू, मलाई पनि त इच्छा आकाङ्क्षा हुन्छ गाइजहरू होइन. मेरो चाहिँ इच्छा आकाङ्क्षा केही हुन्छ. सुबिन, तिम्रो त्यो ब्लू लाइट कार्ड उतै गर ल. एक्टिभेटेड छ नि होइन? ओके फाइन. ल गाइजहरू, अब चाहिँ हामी यसो हेर्छौँ. हरिबो पनि छ क्या. हुन्छ नि, हरिबो चाहिँ के आउटलेटमा किन्ने होला यार? हरिबो चाहिँ के किन्ने होला आउटलेटमा?
ल अब हामी सुरुमा टोइलेट जान्छौँ है केटाकेटी नपाउला जस्तो छ यार बुढी स्ट्रेस हुन्छ जस्तो छ नपाउला जस्तो छ खासै ड्रेसहरूको त मैले केही पनि देख्दिनँ है गाह्रो छ एकदम केही होला जस्तो छ है गाइज यो पाएन भने चाहिँ यो चाहिँ हाम्रो थर्ड दोकान हो थर्ड पाएन भने टेन्सन बिजोक हुन्छ यार खत्म बाय बाय टाटा गुड बाय गया पिङ्क कलरको लाउनु पर्ने हो अरे है ए यहाँ छ त है फेरि माछाले म पनि अब हल्का सपिङ गर्छु होला यार मैले घरिघरि आइँदैन होइन गाह्रो छ सी इज भेरी स्ट्रेस्ड यो चाहिँ हाम्रो 5th दोकान हो है ओहो गाह्रो छ गाइस कस्तो नभएको पिङ्क कलरको अब मैले त के बोलेँ भने फेरि खत्म बाय बाय टाटा गुड बाय गया युआर नट टेकिङ दिस सिरियस हुन्छ है त्यही भएर म चाहिँ बोलाएर बस्छु जबसम्म ड्रेस पाउँदैन छैन यहाँ पनि ये फंस गया सीएम गाह्रो छ साथीहरू एनिवेज तपाईँहरू चाहिँ यहाँ नजारा पनि हेर्दै गर्नुहोस् चट्टसँग लगाएर यहाँ पाउँछ कि बुढी यहाँ पाउँछ होला हौ मरना तेरे को डर नहीं लगता यो पिङ्क त्यो पिङ्क तपाईँले चाहिँ त्यहाँ जुनै बाई चाहिँ पिङ्कलाई पिङ्क भन्नुहुन्छ यो पिङ्क हो I'm here to tell you right now, we don't care. त्यही पिङ्क भनेको मैले पनि अलिकति प्रब्लम भयो यो फ्रेन्च कनेक्सनमा हेरौँ न त FC UK बुढी यो पो हायर गर्नु पर्ला जस्तो छ एउटा ऊ सुबिन ऊ गाइजहरू म चाहिँ तिमी चाहिँ घुम्दै गर म चाहिँ एकछिन खेल्दै गर्छु नि त ल है आज अलिकति स्थिति नाजुक छ गाइज नपाउला जस्तो छ तर एउटा चाहिँ भेट्यो त्यो अप्सन छैन त लगाइदिउँ त भन न सयपत्री खै सयपत्री म्यारिगोल्ड है म्यारिगोल्ड तिहारमा चाहिँ फुल बनाउनुलाई छैन यहाँ चाहिँ मजाले रोपेको यो सुशी क्लास लेसको सो हामी एक राउन्ड हानिसक्यौँ बुढी होइन एक राउन्ड हानिसक्यौँ हामीले गाइज म चाहिँ यो 3टा टी सर्ट लिने भएँ आउटलेटमा अलिकति सस्तो पनि पायो टी सर्ट अलिकति सकि पनि रहेको थियो सो यो 3टा टी सर्ट चाहिँ मैले लिने भएँ मेरो बुढीले चाहिँ अहिलेसम्म पाएको छैन पाउला जस्तो छ गाइज नपाउला जस्तो छ स्ट्रेस भइसक्यो मेरो बुढी यो एउटा दोकानमा खेलेर हालिदिइहालेको झ्यामझुम हानिदिन्छु लम्बै चलिदिन्छु बम्बई हो म त सिधै हो ल गाइज मेरो चाहिँ पाएँ मैले है पाएँ कि मैले त यत्तिकै छड्के हान्दा भेटेको हो म्याडमको चाहिँ केही पनि पाएन के गर्ने होला भन्ने मलाई लागिरहेछ अब त बुढी यही त हो यही हो एक लिभाइस छिरौँ होइन एन्ड देन वी आर अलमोस्ट डन यो कि गाडीमा राखिदिने हो हामी कहाँ छ फेरि गाडी अनि गाडी त उता छ खानपिनको व्यवस्था छैन खानपिनको व्यवस्था हो के खान्छौ तिमी नेपाली खान्छौ नेपाली खान्छौ कि नेपाली कहाँ पाउँछ नेपाली चाहिँ यहाँबाट निस्किनुपर्छ यस्तो दामी धराने आलु निम्की पाउँछ त्यहाँ छ एउटा टिके म्याक्स जाने नै भयो ये फंस गया सीएम अब एकताल ट्राई गरौँ न ओके एकताल हामी टिके म्याक्स पनि ट्राई गर्छौँ हाम्रो प्लास्टिक चाहिँ फाटिसकेको छ गाइजहरू है प्लास्टिक चाहिँ हाम्रो फाटिसकेको छ सुबिनले अहिले भर्खर चत्तायो रिसले देख्नुभयो
सबैले झन् तारा दिदीले त हाम्रो बुहारी त जति हेरे मैले चत्ताकै हैन यो सुन तारा दिदीले हाम्रो बुहारी त जति हेरे त्यति क्युट लाग्छ अरे तारा दिदी तपाईँको भाइ पनि ह्यान्डसम छ क्या अबे साले तर क्युट बाहिरबाट इनोसेन्ट भित्रबाट 50 सेन्ट भन्ने कुरा मलाई मात्र थाहा छ क्या बड़ा हरामी हो बेटा तारा दिदीले यो भ्लग हेरिदिनुहुन्छ भने दिदी तपाईँले यो कुरा बुझ्नु पर्यो भाइको सपोर्ट गर्नु पर्यो बुहारीको होइन बाहिरबाट इनोसेन्ट भित्रबाट 50 सेन्ट म विगत 7 दिनमा 3 किलो घटिसकेँ उहाँको कारणले त्यसो त 2 वर्षमा छर्लममै जानु पर्यो छर्लम्मै अब छर्लम्मै हुन पनि सक्छ यो क्यामेरा मात्र अफ होस् न तपाईको चाङमा थुङमा हुन्छ अरे It's payback time. सिकिहाल्यो फेरि अब हामी एकचोटि लिभाइस जान्छौँ मलाई मन पर्यो भने एउटा जिन्स किन्छु एन्ड द्याट्स इट आइ एम डन विथ सपिङ धेरै सपिङ गर्नु पनि हुँदैन हेलो यस्तो राम्रो मान्छे हुनुपर्छ क्या भ्लग गर्दाखेरि देख्यौ हात यसरी वेभ गर्यो हुन्छ नि राम्रो मान्छे हुन्छ नभए त धेरै त चुतिया हुन्छ हेलो यु कान्ट भ्लग हेयर हिजो माछा किन्ने दोकानमा होइन सरी ब्रदर यु कान्ट फिल्म देयर अरे माछा किन्ने दोकान प्राइभेसी मरेको माछालाई अनि मैले भाइ खिचेको छुइनँ मैले यहाँ हेर भनेर भनेको खिचेको पनि थिइनँ मैले तेर्साइरहेको थिएँ क्या बेबी तिम्रो त्यो उसो त्यो के पो अरे ब्लू लाइट कार्ड ठिक पार न ल अब हामी यहाँ है यसो हेर्छौँ सो गाइस म चाहिँ लिभाइसमा छु है म चाहिँ यो दुईवटा जिन्स ट्राई गर्छु हेरौँ कुन चाहिँ मनपर्छ ट्राई गर्छु यो चाहिँ 77 पाउँछ यो चाहिँ 50 पाउँछ होपफुली यो मलाई मन परोस् रे क्या अझै होइन यो त वेस्ट 30 रहेछ 32 30 मलाई चाहिँ 32 30 अट्छ यो अर्को लिम यो 32 वेस्ट लिम न यो ल गाइजहरू मैले चाहिँ लिएँ है अर्को टेपर मात्र थियो है टेपर मात्र थियो त्यो लिनु मन थियो अब तर त्यो चाहिँ के भयो भने चाहिँ इट वाज टु ब्यागी फर मी अनि स्लिम टेपर चाहिँ ठिक्क छ मेरो लागि सो अब म के गर्छु भने अब एउटा लिभाइसको ब्ल्याक जिन्स लिन्छु एन्ड द्याट्स इट अब मसँग लिभाइस मात्र हुने भयो यो होलिस्टरको त नर्मली लाउँथेँ म तर होलिस्टर इट्स राम्रो लागेन मलाई खुइलिने जे हुने एटलिस्ट लिभाइस त जति खुइले त्यति राम्रो हुन्छ नि त सो अब यहाँ लगभग हाम्रो सक्यो होला बुढीको चाहिँ पाएन अब हामी खाजा खान जान्छौँ होला सानो भन्नु पर्यो नि त फकाउनुलाई पाएको छैन होइन सानो पाएन तिम्रो पाएन मैले पो सपिङ गरेँ यार डेन्जर घरि हो एभ्री टाइम सपिङ गर्ने होइन घरि हो अब ल अब हामी यहाँबाट निस्किन्छौँ यहाँ एउटा नेपाली रेस्टुरेन्ट छ खाने त्यहाँ गएर खान्छौँ त्यस्तै हो गाइजहरू छोरा मान्छेको र छोरी मान्छेको फरक पर्छ छोरा मान्छेले एकैचोटिमा झ्यामझुम किनिहाल्छ छोरी मान्छेको ढिलो हुन्छ यार यसमा मेरो के सुबिनेता कम ओ मम्मीसँग सासूसँग बोल्दैछ अब पार्किङ पे गरेर हामी यहाँबाट निस्किन्छौँ होला है पे हेयर भन्ने रहेछ पेसे गरेर अब यहाँबाट हामी निस्किन्छौँ गाइजहरू हामी एसपोर्ट आइसक्यौँ अब मेरो बुढीले लुकै पाएन अब आलु निम्की खानु लग्ने हो अन्त बुढी आउ त मेरो माया तिमीलाई के छ त मेरो माया छ भने भन छैन भने आलु निम्की मोमो खुलाउँछु म टेन्सन छ यार अब त्यो ड्रेस पाएन भने टेन्सन हुन्छ मलाई गाइजहरू यार स्ट्रेस्ड वाइफ इज भेरी डेन्जरस मैले पो बरु सपिङ गरेँ क्या मैले पो बरु 3टा टी सर्ट किनेँ एउटा प्यान्ट किनेँ तर मलाई एकदम गिल्टी भइरहेछ खासमा मेरो लागि सपिङ आएको होइन तर के गर्ने गाइज यस्तै छ जिन्दगीको यही छ सफर है गाइजहरू हाम्रो आलु चप आइसकेको छ है बेबी चाखिदेऊ त मिठो छ कस्तो छ मिठो छ म पनि खाऊँ न त ए तपाईँहरू पनि खानुहोस् र बुढी चेस गरौँ
मेरो बुढीले रिभ्यू गर्दैछ ल खाऊ त पोर्क झिर के हुँदैन दामी अनि त्यस पछाडि हाम्रो पोर्क मोमो छ ल हामी यति खाएर यहाँबाट रफु चक्कर हुन्छौँ होइन त गाइजहरू अब चाहिँ खाइयो साइयो होइन सबै कुरा भयो अब यहाँ फादर्स डेको गिफ्ट अघि एउटा टी सर्ट अनि यहाँ चरा छ अब हामी चाहिँ घर जान्छौँ अनि यो भ्लगलाई हामी यहीँ एन्ड गरिदिउँ है किनभने उहाँलाई उसको फोन चलाउनु एकदम गिदी भइरहेछ एकदम बिजी मान्छे आज मोमो अर्डर गरिङ सिङ्गडा खाइङ भयो नि त यार होइन तिम्रो मिठो त खाना त दामी मिठो नि तिम्रो लागि सपिङ गर्नु आएको मैले किने पठाएँ होइन म नर्मली सपिङै गर्दिनँ त्यति त्यति हो अब मलाई एउटा ब्ल्याक लिभाइस जिन्स चाहिएको छ एन्ड देन आइ एम कम्प्लिट भनेर भनिन्छ तर किनि नै हाल्छ होइन मसँग त अर्को होइन मसँग त अरू यो होलिस्टर ब्ल्याक छ नि त सुभिन बुझेनौ मसँग मैले हेर मसँग डार्क ब्लू लिभाइस छ होइन एन्ड देन मसँग अहिले ट्रेडिसनल लिभाइस किने अलिकति वास टाइपकोबाट होइन बिस्तारी अब मसँग एउटा ब्ल्याक भयो भने अनि द्याट्स इट जिन्सहरू मसँग त लिभाइसको कलेक्सनै भइसक्यो यार अब त के गर्ने यो होलिस्टरको लाउँथेँ मैले अघि भनिहालेँ जे पाइ त्यही हुन्छ क्या धुने बित्तिकै नो फेड स्किनी जिन्स अरे त्यस्तै हो एनिवेज गाइज होप तपाईँले मेरो के पो अरे भ्लगहरू हेरेर रमाइलो मानिदिइराख्नु भएको छ होला मान्नु पनि पर्यो अरे तर मैले यस्तो हेरेको गाइजहरू मेरोमा चाहिँ नि होइन धेरैजनाले हेर्नुहुन्छ तर सब्सक्राइब गर्नुभएको छैन प्लिज गाइज सब्सक्राइब गरिदिनुहोस् इट विल हेल्प यु बोय आउट है कोई तरीका है भीख मांगने का जसले हेर्नु भएको छ प्लिज सब्सक्राइब गरिदिनुहोस् होला अनि मेरो च्यानललाई सपोर्ट गरिदिनुहोस् अनि याद गर्नु होला अहिले मैले यो मेरो च्यानलमा मेरो आफ्नो नाम फ्लोइडेलिक हटाएर मेरो रियल नेमबाट आएको छु सो त्यही हो ल गाइस अब हामी घरतिर जान्छौँ आई विल सी यु अन द नेक्स्ट भिडियो गाइस हाइस ल